यो के छ हाल खबर ह्यापी दसैँ ह्यापी दसैँ गाइस ह्यापी दसैँ ह्यापी दसैँ ह्यापी दसैँ आमा थ्याङ्क यू अनि यहाँ चाहिँ हामी दसैँको दिन बिहान सबैजना भएर मन्दिर गएको पूजा गर्न एन्ड दिस इज द वे लकिली त्यो दिन दसैँको दिन सायद चाहिँ ढिलो थियो 12 बजीतिर अलमोस्ट सो हामी बिहान मन्दिर गयौँ बाजे आउनुभयो पूजा गऱ्यौँ बाजे आउनु अलिकति टाइम लाग्यो हामीले मन्दिरमा एकछिन वेट गर्नु पऱ्यो बट हामी पूजा गऱ्यौँ अनि त्यसपछि घर फर्क्यौँ एन्ड देन वी गट रेडी फर दसैँको टिका अलिक कन्ट्रास्ट मिलाउनु पर्छ परि ठिक छ ओभरअल पिङ्कको सेड हो नि त ड्रेस त माया सबभन्दा बेस्ट हाम्रो परिको परिदिनु कपालमा पनि पर्पल लेभेन्टु छ पुरै म्याचिङ चाहिँ गर्नु जम्मा भएन रे बुवालाई पुऱ्याउन बुवालाई किन सबै पगारी बुवामा पगारी तिमीहरू यता उता उ गरेर बन्द गरिदिए मैले निरो पुगेँ किनकि यसमा धेरै चार्ज छैन मैले अर्को चार्जमा राखेको हस् फोटो खिच्ने फोटो दामी आउँछ नि अब फोटो खिच्ने खिचौँ ग्रुप फोटो आमा फोटो खिच्ने रे यो मन्दिरमा खिचौँला जाम मन्दिरमा खिचौँला फोटो अनि यो किन मेरो टच भएन हामी एकछिन हेरेर मन्दिर पनि आइपुग्यौँ हेरिका जय भोलेनाथ यहाँ चाहिँ बाबु छोराको कहाँ के हुँदैछ प्लान्टहरू कहाँ के लाग्यो मन्दिरको एरियामा भनेर कुरा हुँदैछ अनि हामीहरू चाहिँ मन्दिर वरिपरि यसो हेर्दैछौँ पानी परिरहेको थियो एकदमै त्यही भएर त्यो भुइँ चाहिँ चिसो गिलो भएको थियो माटो अलिकति हिलो नै थियो अनि त्यही भएर यसो देखिएको छ तर अनि मन्दिरमा राम्रो गीत पनि बजिरहेको थियो एकदमै अलर्टिङ एकदमै लाइक स्पिरिचुअल टाइपको फिल हुने मन्दिर आउने बित्तिकै त्यो फिल नै डिफ्रेन्ट हुने रहेछ एकदमै मनदेखि नै पिस फिल हुने अलि जस्तोमा केही यहाँ बाजे पनि आउनुभयो अनि हाम्रो पूजा आज सुरु भयो धेरै टाइम लागेन सबैजनाको पालो गर्दा एकैछिनमा सकियो तर राम्रोसित भयो यहाँ चाहिँ हामी सबैजना आफ्नो आफ्नो पालो कुरेर बसिरहेको थियौँ प्लस बाजेको पूजा पनि सुनिरहेको थियौँ
we go. Our दसैँ has been already started. यो हाम्रो दसैँको स्टार्टिङ हो. बुवाले आमालाई लगाइदिन्छु, त्यसपछि बुवा आमाले ठुलो दाइ र भाउजूले लगाइदिन्छु अनि अब यहाँ अङ्कलले लगाइदिनु लागिसकेको छ आमाले बुवाको बिचमा बसेर. But this is how our दसैँ is and this is here. It's going to be a long video, I think. ठुलो मान्छेले सानो मान्छेलाई हो. ठुलो मान्छेले सानो मान्छेलाई हो. अब हजुरहरूको पास त्यहाँ बसेर कसरी फोटो खिचिरहेको छ छोरा दुईजना देखिरहेछन् यो लगाउने माथि क्याप थियो के अरे माललाई छुट्नु भयो त न न न न अब म यहाँ लगाइदिउँ पहिला हामी कन्नेर लगाइदिने यो पहिला सात पूरा भएर 8 लाग्यो 8 लागिसक्यो यार के छ होला त्यहाँ देन तपाईँले खिच्नु भन्नु म खिचिदिन्छु अहिले पहिला लगाइसक्यो हुन्छ आफ्नो यसको बारबोले सबै लगाइन्छ भित्र उचिने राख्नु भयो नत्र तपाईँले ढाक्नु पर्यो तपाईँले आएर निरिहाल्नु लसुन पठाउने तपाईले भन्नु आइबा कुरुडल छोरालाई आफूले कति हाम्रो उहाँले आफूले खामा कति हाम्रो यो त भएन फिर्ता गर्न यसले उतैको खाम लिएर त्यतैको पैसा दिन पर्छ तपाईँले चाहिँ के मागेर फिर्ता दिन्छ हैन त्यो उसैको मानिन्छ त्यो अब केटाकेटी खान कान्छ हो केटाकेटी खानु पर्यो नि मैले जिम्मा दिएको गरे मैले अलि ज्यादा हेर्नुहोस् त्यही चाहिँ फेरि के मजा पर्छ त्यो हैन अब केटाकेटी हो के अब के गर्नु मलाई बुवाले खुट्टा दिँदै होइन्छ बुवा टिका लगाएर यति रोक्छ पालै बिलो मैले नातिहरु दिन्छ कि पनि कत्रो आफैले कमाउने भएपछि भित्र छ एउटा एउटा दुइटा खाम भनेर चाहिँ माने भयो त छुटेछ लगाउन हजुर खुर्रो त पनि भ्याउ अङ्क कता फर्केर पैसा राख मेरो ब्यागमा राख भन्न है तिम्रो ब्याग त आज भरि सानो हुन्छ खाम पाए खाम कस्तो सजिलो हेर त पछाडि अटो लाग्ने दादा पनि होइसिन्छ उसले त म त
घरमा छोरी नै हो भन्दै देखाएर उसले पाउँछ आज पाए पाए केटाहरू बल्ल खुट्टा ढो गरे पैसा मागि ढोक्छ छोरो 500 बोल्थ्यो खोजिन आमा जन्मलाई सटेज खोलो के पैसा नपाएर राख्नु भएको टिका लागेर टाढी भएछ त बोल्नु न टिका लाएर होइन 500 रुपियाँ पाएर राख्ने भयो ल अब कमेडियन भन्ने मनोज जोशी जस्तो लाग्छ मलाई मैले आशीर्वाद दिएर पढे विद्वान भए पढाइ गर्न केही पनि होइन धेरै ज्ञानी हुनु धेरै पैसा कमाउनु पो होला त पढ्ने बेला त गइगयो मैले त्यही भने यिनीहरू कसैले भन्दैन मैले त भने त्यही हो धेरैजनाले दिनुपर्छ नि त आज सकिन्छ यो त्यस्तो गरे बोल्नु 100 मात्रै पायो 500 आयो तातो 500 पाएपछि भोलि आउने 100 पाएपछि नआउने नातिनीको अहिले दिदी जेन 200 त पाउँदैन मोबाइल 200 के मलाई छो हुन्छ कपी पेस्ट है आशीर्वाद यामे कस्तो पैसा कमाउँदै 50 रुपैयाँ चिन राख्ने भनेर आफ्नो गोजीमा छ यसै हुनु लागि व्यवहार हुनु लागि लड्की लक्ष्मी 50 रुपैयाँ नेपाली लिन्छौ कि अस्ट्रेलियन लिन्छौ नेपाली त सोधै पाइरहेको नेपाली त सधैँ पाइरहन्छ अस्ट्रेलियाको लिन्छ कि नेपालको नेपाली त सधैँ पाइरहेको हाम्रो केटी भए हाम्रो फोन नम्बर दिएकै छ केटीको फ्रेन्डको साथ त्यति नम्बर के धेरै अब टाइम यही भयो बिग्रिने बुझ्यो नि अनि मल लगाएर पढेको अनि मलाई आएर पढेस् यिनीहरूलाई दिने हो ए डाँडाको त जमाना पोलिस चाहिँ थालमाको दिएर त भयो सबै पनि साझे टेक लगाइदियो यता टाउको ल्याऊ है ज्ञानी हुनु अझै राम्रोसित पढ्नु अनि कति चाहिँ पढाइ बाँकी बुढी ओए बुढी 22 कलेजसम्म है 22 कलेजसम्म है पनि छोरो ल तिमी नि ज्ञानी हुनु पढाइमा ध्यान दिनु दादाले धेरै नपराउनु दसिना धेरै नमाग्नु ओके डान्स अझै दामी गर्नु पढाइमा ध्यान दिनु बस साँच्ची हो यो लिन्छ कि त्यो लिन्छ भन अब पुलिनु छोरी एकछिन गर्नु बाबाले सोध अब बाबाले सोध अब त्यो डलर हो डलर चारवटा पाँचवटा आउँछ यसको डलर हो त्यो अस्ट्रेलियाको यो अस्ट्रेलियाको डलर हो 50 सबै डलर दिने खानेवाली मसला पिसा परे त्यो अस्ट्रेलिया आइसक्रिम यो तिनवटा दादा हुन्छ बढी हुन्छ आइसक्रिम दिनु राख ए चक्लेट खानेमा पनि मसला किने छोरीले मात्रै अस्ट्रेलिया अरू सबले नेपाली पाएन पैसा दिन होने लास् मैले पनि आइसक्रिम पनि आउन्न चक्लेट पनि आउनु पर्ने पानी पनि आउनु ल लगाइरहेको जम्मा खियाउनु भयो ल छोले अब दिनु पर्दैन नि अरू ल के हो पैसा अब त्यो 50 मेरो सदाबाट आउने हो त्यो 50 मेरो सदाबाट हो ओइ यता ढोल छुटिरहेछ कति दिन परि
टिका मात्रै लगाए काका पैसा बोकेर करेन्ट आउँछ दिन्छु माइलो जहिले जहिले त नि कान्छाको भाइ ढिलाउने मैलिनमा मात्रै अञ्जली भयो हाम्रो चाहिलो तपाईँले अञ्जली मैलिनमा हो विनय भइसक्यो अहिलेसम्म मान्छे आज लगाइदिनु पर्छ नि टिका पहिला यसलाई ठुलोलाई ब्याकग्राउन्डमा बुवा पल्टी जाइसक्यो फेरि अमाया फोटो खिचिया बुवाले अनि बुवादेखि सबैबाट बनाउनु त्यो कसको पैसा उडिरहेछ मेरो फोनबाट त हटाउनु मिल्छ तर तिम्रैबाट फोटो हो हटाउनु मिल्छ एउटा एउटा फोटोमा जानुपर्छ त्यति हो तर गर्नु मिल्छ आज खाइदिनु नि के हैन हैन दिदी गर्दैन आज होइन के आज तिमीले के ढोग्यो होइन के सानो मान्छेले थोरै ल्यायो आज खाइदिनु पर्दैन के त्यही भएर हो, यस्तो ज्ञानी दिदी केही हुनुपर्छ हुँदैन धेरै देखाइदिनु आज दिदीले जति दिन तिहारमा डबल दिनु नि फेरि ल भाग्य मानि गाडामा त सिधा गाडामा डबल यस्तो घोषणा हुन्छ भन्ने कुरा थाहा हुन्छ हामीलाई कि लगाइदिनु हरे राम हरे राम जा अडको भन्दै एउटा आज खाइदिनु नि के धेरै दिन खाइदिनु दिनु छ भनेलाई भान्जो हजुरको पालो तास खेला है सबैले अब तिनी 50 रुपियाँ यहाँ लिएर अब सबैले दिने मैले नदिने गर्दा भएन किन पो दिनु न तपाईँलाई अघि होइन अब यिनले ढोगेपछि दिने खुसी भएको खुसी भएको यही बेला एउटा एउटा जुत्ताको सयला त अहिले 400 ढोग्यो 400 ढोग्यो आशीर्वाद सेवा चिरञ्जीवी भव धेरै पढे ज्ञानी भए विद्वान भए मेरो नाता आओस् अरे भाइ ल्याओस् अरे करेन्ट आउँछ खाने हो कि यसरी रमाइलो मैले नानीहरूले कथेर खुट्टा मार्नु भन्ने आएको मलाई हाम्रा बाबाका यत्रा यतिजना भन्छ हाम्रा बाबाका यति भन्छ भने के सबभन्दा ठुली पनि त्यही छ के हो पठाउनु पर्यो आमा टिका लाउनु त यसले जाने बेतन जाम बेतनबाट हामी त्यो मलाई नि कसैले कसैले त टिका लाउनु त यसले जाने रहेछ अनि पाएको अब दाइपछि उयो यताबाट निस्किरहेको छ पैसा हेर्नु त लागेको छ छुट्टा छुट्टा लागेको छ आमामा सयको नोट पाएछ नि ढोकर हो अरे भेट्दिन पर्वा अब तैँले यसलाई ल कमाएको हो नि त भर्खरै कोही पैसा खस्ला छ बुवासँग दक्षिणा लिने होइन बुवासँग दक्षिणा ढोगरे दक्षिणा लिने खुट्टा ल्याउँछन् सबैले दिए त 100 रुपियाँ मैले पनि दिनै पर्यो अब ओहो ढोक ढोक खुट्टा झ्यालीको 50 हाम्रो 50
यो चाहिँ घरमा टिका लगाएर सकेपछि हामी अब अरू ठाउँमा टिका लगाउन जाँदै जहाँ हामीलाई पानीले एकदमै चुट्यो त्यसैले रेक्सामा हाम्रो यस्तो हालत भएको छ ओ माई गॉड इट वाज मिजरेबल अन द वे टु ठुलोमामको घरमा फर दसैँ टिका हामीले चाहिँ यहाँ एउटा घरमा थारू डान्स भइरहेको देख्यौँ सो हामीले रिक्सा स्टप गरेर थारू डान्स हेर्दै थियौँ सो आई थट मैले हजुरहरूलाई पनि देखाऊँ भनेर सो द्याट मैले यो हल्का रेकर्डिङ पनि गरेको यो चाहिँ हाम्रो थकितपूर्ण र रमाइलो टिकाको दिनपछि याद आयो हामीले फ्यामिली फोटो लिएको छैनौँ र जति फ्यामिली थियौँ त्यतिजनाले हामीले फोटो लिएको आई होप यु अल लाइक दिस भिडियो प्लिज लाइक गर्नुभएको छ भने भिडियोलाई लाइक गर्नु च्यानललाई सब्सक्राइब गर्नु एन्ड देन मेरो च्यानलमा फलोवर्स बढाउनु सी यु इन नेक्स्ट ब्लग्स टिल देन बाई बाई